अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको लक इन पिरियड सकिने भएको छ र सँगसँगै अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको पनि लक इन पिरियड सकिने भएको छ। आजको यस भिडियोमा हामी यो कम्पनीहरूको लक इन पिरियड कहिले सकिँदैछ र कति किताको लक इन पिरियड सकिँदैछ यसको बारेमा हामी चर्चा गर्नेछौँ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। सुरुमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको बारेमा कुरा गरौँ। यो कम्पनीको लक इन पिरियड असारको 29 गते सकिने भएको छ। यस कम्पनीको संस्थापक शेयर धनीहरूतर्फ 1,01,00,000 किता, संस्थाका कर्मचारीहरूतर्फ 39,150 किता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको तर्फ 13,50,000 किता गरेर टोटल 1,15,00,000 किता बराबरको शेयर चाहिँ लक इन पिरियड सकिने भएको छ। अब कुरा गरौँ अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको। यस कम्पनीको लक इन पिरियड असारको 31 गते सकिने भएको छ। यस कम्पनीको संस्थापक शेयर धनीहरूतर्फ 30 लाख, संस्थाका कर्मचारीहरूतर्फ 30,000, स्थानीय बासिन्दाहरूको 5 लाख किता गरेर जम्मा 35,30,000 किता बराबरको शेयरको लक इन पिरियड सकिने भएको छ। यस कम्पनीको बोर्ड अफ डिरेक्टर वा सञ्चालक समितिको पदाधिकारीहरूको तथा उच्च व्यवस्थापन अर्थात हाई म्यानेजमेन्ट लेभलको कर्मचारीहरूको शेयर चाहिँ खरिद बिक्री गर्न पाइने छैन लक इन पिरियड सकिएपछि। आजको यस भिडियोमा हामीले अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको लक इन पिरियडको बारेमा हामीले कुरा गर्यौं र यी दुवै कम्पनीहरूको लक इन पिरियड अब आउने असार महिनामा सकिनेछ। आजलाई यति नै र अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई हाम्रो तर्फबाट थ्याङ्क यू सो मच।